श्रीमद्भागवत कथा सुनम पुण्य कमाऊ। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनम् सचितानन्दरूपाय विश्वोत्पत्त्यादि हेतवे तावपत्र विनाशाय श्रीकृष्णाय वयं नमः। ओम नमो भगवते वासुदेवाय। 18 पुराणको सार तत्त्व चाहिँ व्यासले दुईटा वचन भन्नुभएको छ। परोपकार गरेर पुण्य कमाऊ र अर्कालाई पीडा दिएर पाप नबेर। जति नाचगान भजन कीर्तन गरे पनि सार तत्त्व चाहिँ परोपकार गर्ने र अर्कालाई दुःख नदिने, यो भागवतको सार तत्त्व यही नै हो। त्यसमध्ये पनि अब यो पुस्तकमा लेखे अनुसारको श्रीमद् भागवत महात्म्य दोस्रो अध्याय चाहिँ म यहाँ वर्णन गर्न गइरहेको छु। धर्म अवलम्बीहरूले चाहिँ फुर्सद भएको बेलामा चाहिँ श्रवण गर्न नभुल्नुहोला। दोस्रो अध्याय श्रीमद् भागवत महात्म्य द्वितीयोऽध्याय कीर्तने कुमार नारद संवाद सुन्दर परिगीयते। दोस्रो अध्यायमा कुमार नारदको सुन्दर संवाद वर्णन गरिन्छ। नारद भन्नुहुन्छ, हे बाले, भक्ति किन व्यर्थ तिमी चिन्तातुर भई खेद गर्दछौ। श्रीकृष्ण भगवानको चरण कमलमा ध्यान गरेमा तिम्रो दुःख नाश हुनेछ। जुन श्रीकृष्णले कौरवको कष्टबाट द्रौपदीको रक्षा गर्नुभयो र गोपसुन्दरीहरूको पालना गर्नुभयो, त्यस्ता श्रीकृष्ण भगवान काहीँ जानुभएको छैन। हे भक्ति, तिमी त कृष्ण भगवानको प्राणभन्दा अधिक प्यारी छौ। तिमीले बोलाएपछि त भगवान कृष्ण नीच मानिसको घरमा पनि जानुहुन्छ। सत्य त्रेता द्वापर युगमा ज्ञान र वैराग्य मुक्ति साधक हुन्थे। कलीमा त केवल भक्ति ब्रह्म प्राप्ति गराउने हुन्छन्। यस्तो निश्चय गरेर श्रीकृष्ण भगवानले तिमीलाई सृष्टि गर्नुभयो र तिमीले मैले के गरौँ भनी कृष्णसँग सोद्धा प्रभुले भन्नुभयो, मेरा भक्तहरूलाई पोषण गर। तिमीले भगवानको वचन स्वीकार गरेपछि भगवान कृष्ण खुसी हुनुभयो र तिमीलाई सेवा गर्न मुक्तिलाई दासी बनाइदिनुभयो, साथै ज्ञान र वैराग्यलाई दिनुभयो र तिमीले स्वीकार रूपले वैकुण्ठमा पोषण गर्दछौ। पृथ्वीमा भक्तहरूको पोषण गर्न तिमीले छाया रूप धारणा गरेकी छौ। मुक्ति ज्ञान र वैराग्यलाई साथमा लिएर तिमी सत्य त्रेता र द्वापरको अन्त्यसम्म पृथ्वीमा महाआनन्दले बस्यौ। कलियुगमा पाखण्डको पीडाले क्षीण भई तिम्रो आज्ञाले मुक्ति फेरि वैकुण्ठ गइन्। तिमीले सम्झेमा मुक्ति यहाँ आउने जाने गर्दछिन्। ज्ञान र वैराग्यलाई पुत्र रूपले रक्षा गर्यौ। कलीमा सबैले उपेक्षा गरेकाले ज्ञान र वैराग्य कमजोर र वृद्ध भए। तैपनि तिमी चिन्ता नगर, म कुनै उपाय चिन्तन गर्दछु। हे वरानने, कली समानको कुनै युग छैन। कलीमा तिमीलाई घर घरमा स्थापना गर्नेछु। यदि यो काम मैले गर्न सकिनँ भने म हरिको सेवक नै रहने छैन। तिम्रो सेवक पापीहरू पनि निर्भय साथ कृष्ण मन्दिर जानेछन्। जुन प्राणीहरूका चित्तमा भक्ति बस्दछन् ती प्राणीहरूले स्वप्नमा पनि यमराजलाई देख्दैनन्। भूत प्रेत पिशाच राक्षस अथवा असुरले पनि भक्तियुक्त मन भएका प्राणीहरूको स्पर्श गर्न सक्दैनन्। भक्तिले भगवान हरिलाई प्राप्त गर्न सकिन्छ। यस विषयमा गोपिनीहरू प्रमाण छन्। मनुष्यका हजारौं जन्मले भक्तिमा प्रीति पैदा हुन्छ। कलीमा भक्ति नै ठुली छिन्। भक्तिले कृष्ण भगवान अगाडि प्रकट हुनुहुन्छ। भक्ति द्रोह गर्ने मानिसहरू तिनै लोकमा दुखी हुन्छन्। प्राचीन समयमा भक्ति अम्बरीश राजाको निन्दा गरेर दुर्वासा ऋषिले ठुलो कष्ट भोग्नु पर्यो। व्रत तीर्थ योग मोक्ष र ज्ञान कथा लाभहरूको वर्णन पर्याप्त छ। कलीमा एउटै भक्ति मुक्ति दिने सामर्थ्य छिन्। सुत शौनकलाई भन्नुहुन्छ, यसरी नारदबाट आफ्नो महात्म्य सुनेर सर्वाङ्ग पुष्ट भएकी भक्तिले नारदलाई भनिन्, हे नारद, तपाईँ धन्य हुनुहुन्छ। तपाईँको ममा निश्चल प्रीति रहेछ। मैले तपाईँलाई कहिले त्याग गर्दिन, सधैँ चित्तमा राख्नेछु। हे साधु,
दयालु तपाईँले मेरो पीडा तत्काल नाश गर्नुभयो। मेरा पुत्र ज्ञान र वैराग्यको चेतना छैन, त्यसकारण ती दुवैलाई जगाउनुहोस्। भक्तिको वचन सुनेर नारद दयायुक्त भई हातले समातेर कानमा मुख जोडेर उच्च स्वरले शब्द उच्चारण गर्दै वेदान्त र गीता पाठद्वारा हे ज्ञान हे वैराग्य जाग जाग उठ उठ भन्दै जगाउँदा बल्ल बल्ल उठेर उनीहरू हाई गर्न थाले। आँखाले हेर्न सकेनन्। बकुल्ला जस्तै सेता केश भएका, काठ जस्तो अङ्ग भएका, निन्द्रालु भोकले दुब्ला भएका ज्ञान र वैराग्यलाई देखेर नारद चिन्तामग्न हुनुभयो र भन्नुभयो, अब मैले के गरौँ? अहो, यी दुईको निन्द्रा र बुढ्याइ कसरी जान्छ? यस्तो चिन्तन गर्दा गर्दै उहाँले श्रीकृष्ण भगवानलाई सम्झनुभयो। श्रीकृष्णको नाम स्मरण गर्ने बित्तिकै आकाशवाणी भयो, हे नारद मुनि, तिमी खेद नगर, तिम्रो यो उद्यम सफल हुनेछ, यसमा शङ्का छैन। हे नारद, यसको निमित्त तिमी सत्कर्म गर, त्यो सत्कर्म साधुहरूले तिमीलाई बताउनेछन्। त्यस्तो सत्कर्म गरेपछि ज्ञान र वैराग्यको निन्द्रा र वृद्धता जानेछ र भक्ति चारैतिर फैलिनेछ। त्यो आकाशवाणी सबैले स्पष्टसित सुने। आकाशवाणीको रहस्य मैले जानिन भन्दै नारद चकित हुनुभयो। नारदले भन्नुभयो, यो आकाशवाणीले पनि गोप्य रूपले निरूपण गरो। त्यस्तो साधन के हो जसद्वारा ज्ञान र वैराग्यको कल्याण हुन्छ? ती सज्जनहरू कहाँ होलान् र ती सज्जनहरूले साधन कसरी दिलान्? यस विषयमा मैले के गरूँ? जुन कुरा आकाशवाणीले भनेको छ। सुतले शौनकलाई भन्नुभयो, नारद ज्ञान र वैराग्यलाई त्यही वृन्दावनमा छोडेर निस्कनु भयो र प्रत्येक तीर्थ घुम्दै बाटामा मुनीश्वरलाई उपाय सोध्दै जानुभयो। वृत्तान्त सबैले सुने, तर कसैले निश्चय गरी बताउन सकेनन्। कसैले यो असाध्य छ भने, अरूले यो जान्न नसकिने कुरो हो भने। कोही व्यक्तिहरू चुप लागे, कोही व्यक्तिहरू त भागे। तिनै लोकमा हाहाकार मचियो। वेदान्त र गीता पाठद्वारा जगाउँदा पनि भक्ति ज्ञान र वैराग्य तिनै उठेनन्। तब सबैले यसमा अरू कुनै उपाय छैन भन्दै परस्परमा कानमा कुरा गर्न थाले। जुन कुराले योगी नारदले पनि जान्न सक्नु भएन, अरू साधारण मनुष्यले त्यसलाई कसरी जान्न सक्छन् भन्दै त्यहाँ सोधिएका ऋषिगणहरूले निर्णय गरेर भने, यसको उपाय भन्न सकिँदैन। त्यसपछि नारद मुनि चिन्तातुर हुँदै बद्री वन जानुभयो र त्यहाँ तपस्या गर्न निश्चय गर्नुभएको थियो। त्यसबेला सनकादि मुनीश्वरहरूलाई देख्नुभयो र नारदले भन्नुभयो, हे कुमार हो, मेरो ठुलो भाग्यले तपाईँहरूसँग भेट भयो। मेरो उपर कृपा गरेर उपाय बताउनुहोस्। हामीहरू योगी बुद्धिमान र ठुला तपाईँहरू योगी बुद्धिमान र ठुला विद्वान हुनुहुन्छ। 5 वर्षका भए पनि पूर्वपुर्खाहरूभन्दा पुराना हुनुहुन्छ। सधैँ वैकुण्ठमा बस्ने, हरि कीर्तन गर्ने, भगवानको लीलारूपी अमृत रसपान गरेर उन्मत्त रहने, कथा मात्र पान गरेर जीवित रहने, हरि शरणम भन्ने वचन मुखमा नित्य रहने आदि कारणले काल प्रेरित वृद्ध अवस्थाले पनि तपाईँहरूलाई बाधा गर्न सक्दैन। तपाईँहरूले आँखी भई टेढो बनाई श्राप दिनाले विष्णुका दरपाल र जय र विजय भूमिमा खसेर हिरण्यकशिपु र हिरण्यचेराचेर भई जन्मे। तपाईँहरूको कृपाले उनीहरू पुनः मुक्त भए। अहो, ठुलो भाग्यले मैले तपाईँहरूको दर्शन पाएको छु। तपाईँहरूले दुखी भएको ममाथि कृपा गर्नुहोस्। आकाशवाणीले भनेको रहस्य कुरा के हो मलाई भन्नुहोस् र त्यसको अनुष्ठान कसरी गर्नुपर्छ सविस्तार बनाउनुहोस्। साथै भक्ति ज्ञान र वैराग्यको कल्याण कसरी हुन्छ? यसरी नारदको प्रश्न सुनेर कुमारहरूले भन्नुभयो, हे नारद, चिन्ता नगर, मनमा हर्ष प्राप्त गर। यसमा सुखले गर्न सकिने पूर्व उपाय छँदैछ। अहो नारद, तिमी धन्य छौ। विरक्त पुरुषहरूमा तिमी श्रेष्ठ छौ र श्रीकृष्ण भक्तहरूमा मुख्य छौ। भक्तिका निमित्त पछि लाग्ने तिमीमा यो आश्चर्य मान्नु हुँदैन।
तिमी जस्ता कृष्ण भक्तले भक्तिको संस्थापना गर्नु उचित हो। ऋषिहरूले लोकमा धेरै मार्गहरू प्रकट गरेका छन्, तर ती सबै श्रम साध्य र स्वर्ग फल दिने मात्र छन्। वैकुण्ठ साधक मार्ग त अति गोप्य छ, त्यसको उपदेश गर्ने पुरुष प्राय भाग्यले मात्र पाइन्छ। पहिले तिमीलाई आकाशवाणीले जुन सत्कर्म निर्दिष्ट गरेको छ त्यो हामी बताउँछौँ, तिमी थिर भई सुन। द्रव्य यज्ञ, तपोयज्ञ, योग यज्ञ, स्वाध्याय यज्ञ र ज्ञान यज्ञ यी सबै कर्मसूचक हुन्। सत्कर्मसूचक निश्चय नै ज्ञान यज्ञ हो भनेर विद्वानहरूले बताएका छन्। श्रीमद्भागवत स्वरूप ज्ञान यज्ञ सुखदेव आदि मुनिले गाएका छन्। श्रीमद्भागवतको श्रवणद्वारा ज्ञान र वैराग्यको कष्ट नाश हुनेछ, भक्तिले सुख प्राप्त हुनेछ। भागवतको शब्दबाट कलिका सबै दोष नाश हुन्छन्। ज्ञान र वैराग्य सहित भक्ति प्रत्येक घरमा र व्यक्तिमा क्रीडा गर्नेछन्। कुमारहरूको वचन सुनेर नारदले भन्नुभयो, वेद वेदान्त र गीता पाठले जगाउँदा पनि भक्ति ज्ञान र वैराग्य उठेनन् भने श्रीमद्भागवत कथाबाट कसरी जाग्छन्? भागवत कथामा त श्लोकमा र पदमा वेदको अर्थ छ। यो शङ्कालाई दूर गर्नुहोस् भनेर नारदले सोधेपछि कुमारहरूले भन्नुभयो, वेद र उपनिषदहरूको सारबाट बनेको भागवत कथा अति उत्तम छ र फलदायी छ। जस्तै दुधमा रहेको घिउ स्वादिष्ट हुन सक्दैन, दही बनाई मतन गरेर निकालेको त्यसै घिउले देवताहरूलाई पनि आनन्द दिने हुन्छ। श्रीमद्भागवत कथा मिठो हुन्छ। वेदतुल्य भागवत पुराणलाई भक्ति ज्ञान र वैराग्यको थापनाका निम्ति प्रकाशित गरिएको हो। वेद वेदान्तमा सुस्नात गीताका वक्ता वेदव्यास चिन्तित भई अज्ञान सागरमा डुबेका अवस्थामा तपाईँले वेदव्यासलाई चतुश्लोकी भागवत पहिले सुनाउनु भएको थियो। त्यसै भागवतको श्रवणबाट वेदव्यास तत्काल नै निर्वाध एवं चिन्तामुक्त हुनुभयो। त्यसमा तपाईँलाई किन आश्चर्य लाग्यो, जसबाट तपाईँले प्रश्न गर्नुभयो? शोक र दुःख नाश गर्ने श्रीमद्भागवत सबैले सुन्न योग्य छ। नारदले भन्नुभयो, यदर्शनं च विनिहन्ते शुभानि सद्ये श्रेयस्तनोति भव दुःख दवार्दितानां निशेष शेष मुख गीत कतै कपाना प्रेम प्रकाश कृतये शरणं गतोस्मि भाग्योदयेन बहुजन्म समार्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा भई अज्ञान हेतु कृत मोह मदान्धकारं नासं विदाय हि ततो दयते विवेकम्। जुन महात्माहरूको दर्शनले अशुभ कर्महरूलाई तत्काल नाश गर्छ, संसारको दुःखरूपी अग्निले पीडित भएका मानिसहरूको कल्याण विस्तार गर्छ, सम्पूर्ण शेषको मुखबाट गाइएका कथाको पान गर्ने भएका हे कुमार हो, कथा प्रेमको प्रकाश गर्नका निम्ति म शरणमा प्राप्त भएको छु। मनुष्यले धेरै जन्ममा आर्जन गरेका भाग्योदयले सत्सङ्ग प्राप्त गर्छन्। त्यसै बखत सत्सङ्ग गर्ने मनुष्यको अज्ञान मोह मद अन्धकार सब नष्ट हुन्छ र विवेक उत्पन्न हुन्छ। अथ द्वितीयोऽध्याय समाप्तम। यो भागवत महात्म्य चाहिँ मैले कल्पना गरेर भनेको पनि होइन र म पण्डित पनि होइन, मैले भागवत टीकामा फेला पारेको चाहिँ यहाँ प्रकाश गर्न गइरहेको छु। धन्यवाद।